हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ गुड मर्निङ भन्दा पनि गुड आफ्टरनुन आँटिसक्यो होइन साथीहरू। आज चाहिँ मैले किन ढिलो भ्लग ल्याएँ त भन्दा चाहिँ आज चाहिँ म क्लास गएको थिएँ। आज चाहिँ मेरो इक्जाम थियो साथीहरू होइन। इक्जाम थियो हाम्रो चाहिँ हरेक हप्ताको शनिबार चाहिँ हाम्रो इक्जाम हुन्छ होइन साथीहरू। त्यसैले म चाहिँ इक्जाम दिएर आउँदैछु। अनि यो चाहिँ कुन ठाउँ भन्नुहुन्छ होला साथीहरू, यो चाहिँ काठमाडौँको यो चाहिँ माइती घरको अगाडि है। यो चाहिँ साथीहरू मैले चाहिँ माइती घरको अगाडि बनाएको यो भिडियो चाहिँ। अनि म चाहिँ अब जानु पर्यो भनेर यताउति हेरेको त साथीहरू आन्दोलन चलिरहेको रहेछ। अनि मैले चाहिँ आन्दोलन चलेको पनि हेरेँ। त्यहाँनिर चाहिँ अस्ति गरिमा बुढलाई मारेको त्यसकै आन्दोलन चलिरहेको रहेछ। अनि म चाहिँ त्यतिकैमा त के भिडियो बनाइराख्नु भनेर म चाहिँ गाडीमा चढ्नु साथीहरू। अब मैले चाहिँ घर जानुपर्छ भनेर अनि म चाहिँ माइक्रोमा चढेँ साथीहरू। अनि यतिकैमा आधा बिच पनि आइसक्यो। अनि अब चाहिँ झर्ने बेला पनि हुँदैछ होला लगभग भन्दै साथीहरू। मैले चाहिँ आउँदा पनि जाँदा पनि दुईवटा गाडी चेन्ज गर्नुपर्ने हुन्छ साथीहरू। र म चाहिँ अर्को गाडीमा पनि पसिसकेँ, एउटा माइक्रो अनि अर्को बसमा। मैले चाहिँ दुईवटा गाडी चेन्ज गरेर जानुपर्ने हुन्छ साथीहरू मैले बस्ने सेन्टरमा चाहिँ। त्यही भएर साथीहरू होइन आजको चाहिँ मेरो यो आजको भ्लग चाहिँ 4 मिनट 14 सेकेन्डको छ। अनि फेरि साथीहरूले भनिराख्नु भएको थियो कि तपाईँ डेली फिजिकल जानुहुन्छ भनेर कति साथीहरूले सोधिराख्नु भएको थियो। म जान चाहिँ जान्छु तर कहिले अफिस फिजिकल हुन्छ, तर कहिले चाहिँ म चाहिँ हाउस फिजिकलबाट जान्छु होइन साथीहरू। अनि यतिकैमा म चाहिँ अब रुम आइपुग्ने बेला पनि हुँदैछ लगभग भन्दै म चाहिँ गाडीबाट ओर्लिएँ। अब गाडीबाट ओर्लिसकेर फेरि आज मैले हिँड्नु पर्ने थियो। यहाँ गाडी ओर्लेपछि मैले हिँड्नुपर्छ 10 मिनट जति लाग्छ म यहाँ निस्किनुलाई चाहिँ साथीहरू। अनि म चाहिँ यसो कपाल सपाल मिलाउँदै निस्केर सुति गएको रहेछु गाडीमा। अनि त्यतिकैमा आउँदैछु साथीहरू। अनि तपाईँहरूलाई मैले त्यहाँनिर फिजिकल गर्ने ठाउँ पनि देखाइदिन्छु, हाउस फिजिकल गर्ने ठाउँ साथीहरू। म त्यहाँ पनि आइपुग्न लागेँ। हेर्नुहोस् साथीहरू, मैले हाउस फिजिकल गर्ने ठाउँ चाहिँ यहाँ पनि छ। यहाँ पनि म प्रायः जस्तो गरिराखेको हुन्छु, तर यो चाहिँ सर्ट रनिङ गर्दा चाहिँ म यहाँ आएर गर्छु, नभए भने लङ रनिङ गर्दा टाढै हुन्छ साथीहरू। अनि यतिकैमा म चाहिँ लाग्दा ठ्याक्क बाटोमा सोल्टिनीलाई भेटेँ। अनि सोल्टिनी चाहिँ ड्युटीमा हिँड्नु भएको रहेछ। अनि म चाहिँ सोल्टिनीलाई जिस्काउँदै सोल्टिनीको कपाल लामो रहेछ कि मेरोभन्दा। अनि जिस्काउँदै हिँड्दा थिएँ। अनि सोल्टिनीले पनि मलाई जिस्काउँदै गर्नुभएको थियो, तपाईँको चाहिँ कति लामो जस्तो भन्दै मलाई जिस्काउँदै गर्नुभएको थियो। अनि त्यतिकैमा जिस्किँदै गयौँ हामी चाहिँ। अनि चाहिँ म चाहिँ सोल्टिनीसँग चाहिँ निकै नै जिस्केँ। सोल्टिनी र मेरो चाहिँ फेरि गफ पनि एकदम मिल्छ क्या होइन। आज चाहिँ ट्याक्कै बाटोमा भेटिदिइराखेको। अनि त्यसपछि अरू गफ गर्दै आयौँ, लजाइराख्नु भएको थियो सोल्टिनी चाहिँ। अनि यतिकैमा म चाहिँ रुम अगाडि आएँ। सक्यो भन्दै म चाहिँ यही घरमा बस्छु साथीहरू। रुममा चाहिँ बस्छु। अब चाहिँ मैले जानुपर्ने हुन्छ साथीहरू भन्दै होइन म चाहिँ लागेँ बाटो। अनि म चाहिँ बाटो लागेँ। त्यसपछि बाटो कता के गर्ने भनेर सोच्दै निस्केँ। अब रुममा गएर चाहिँ के गर्ने भनेर सोच्दै निस्केँ। अनि यतिकैमा म चाहिँ आइसकेँ। अनि त्यहाँनिर चाहिँ अब होइन जुत्ताहरू त बाहिरै खोल्नै पर्यो। अनि मैले चाहिँ जुत्ताहरू खोल्नतर्फ लागेँ साथीहरू। अनि मेरो जुत्ता चाहिँ एकदमै गनाएको रहेछ के दङ म चाहिँ घिनाउँदै भए पनि खोलेँ जुत्ता। अनि त्यसपछि लागेँ साथीहरू भन्दै नै आजको मेरो मिनी भ्लग चाहिँ यति नै हो साथीहरू भन्दै बाई बाई।